यस्तो छ साथी, मान्छेहरू धनी बन्न त खोजिरहन्छन् होइन, तर धनी बन्न चाहेको मान्छेले पनि मिस्टेक चाहिँ कहाँ गरिरहेको हुन्छ भने उसले धनी बन्नुभन्दा अगाडि चाहिँ के गर्नु पर्थ्यो भन्ने कुरा चाहिँ उसले चाहिँ ख्यालै गरेर हुन्न के। अनि त्यसमा चाहिँ एक्ज्याक्टली मैले दुईवटा पोइन्टहरू कुरा गर्छु यहाँ चाहिँ होइन। धनी बन्नुभन्दा पहिला चाहिँ दुईवटा पोइन्ट गर्नु पर्थ्यो। त्यो के थियो भने पहिलो भनेको चाहिँ तपाईँको सुरक्षा एकदम ख्याल गर्नुपर्ने हुन्छ। तपाईँको स्वास्थ्य स्थिति कस्तो छ होइन, तपाईँ स्वास्थ्य रूपमा सुरक्षितै हुनुहुन्न भने तपाईँको दिमाग चाहिँ धन कमाउनमा जाँदैन कि कुनै हालतमा पनि। म कसरी स्वस्थ हुँ भन्नेतिर मात्र जान्छ, आफू बिरामी भइरहेको हुन्छ त्यता मात्र ध्यान जान्छ। त्यही भएर स्वास्थ्य स्थितिमा पर्फेक्ट हुनु पऱ्यो पहिला तपाईँ। दोस्रो कुरो भनेको भोलि बिहान हुने आकस्मिक घटनाहरू होइन, आगो लागि हुनसक्छ, कुनै इन्सुरेन्सको कुराहरू हुनसक्छ, ती कुराहरूमा तपाईँ सेक्योर भएर बस्नु पऱ्यो होइन, हेल्थ सेक्योर भएर बस्नु पऱ्यो। यी कुराहरू सेक्योर नभएसम्म तपाईँको चाहिँ माइन्डसेट चाहिँ बिजनेसमा चाहिँ जाँदैन पहिलो कुरो। दोस्रो कुरो भनेको अर्को मान्छेले चाहिँ एकदमै ख्याल नगर्ने भनेको खुसी। जबसम्म तपाईँलाई ह्याप्पी नै मिल्दैन, तपाईँ खुसी नै हुनुहुन्न, तपाईँले बिजनेस गर्नै सक्नुहुन्न कि। तपाईँ दुःखी हुनुहुन्छ, जति बेला पनि दुःखी भएर बसिरहनु भएको छ, सानो सानो कुरामा दुःखी हुनुहुन्छ, तपाईँ खुसी हुनै जान्नु हुँदैन भने तपाईँ कसरी चाहिँ तपाईँ धन कमाउन सक्नुहुन्छ होइन। त्यसको लागि चाहिँ तपाईँले चाहिँ धन कमाउनुभन्दा पहिला सुरक्षा हुनु पऱ्यो, त्यसपछि चाहिँ तपाईँ खुसी हुनु पऱ्यो, अनि त्यसपछि बल्ल तेस्रो स्टेपमा मान्छेले धन कमाउने हो क्या। तर यहाँ मान्छेले के गरिरहेछन् भने त्यो दुईवटा कुरालाई चाहिँ छोडिदिइरहेछन्, केयरलेस गरिरहेछन् होइन। एकैचोटि धन कमाउनु भनेर दौडिरहेछन्। फेरि धन कमाउनु पनि कसरी दौडिरहेछन् भने मान्छे म धन कमाउन सकिनँ, मैले धन कसरी कमाउने हो भनेर त्यही कुरामा दुःखी भएर धन कमाउन गइरहेछन्। अनि स्वास्थ्यलाई पनि ख्याल नगरिकन धन कमाउन दौडिरहेछन्। जबकि धन कमाउनलाई स्वास्थ्य र खुसी दुइटै चिज चाहिन्छ, त्यसपछि बल्ल धन कमाउने हो। भनेपछि कहाँ मिस्टेक गरिरहेछन् मान्छेले भन्ने कुरा बुझ्नु न आफैले होइन।